आफ्नी पत्नीका बारे 5 महत्त्वपूर्ण कुरा जुन कतिपय पतिलाई पटक्कै थाहा हुँदैन। 1. विवाह गर्नुको मतलब पतिले पत्नीमाथि शासन गर्नु भन्ने पटक्कै हुँदैन, बरु कर्तव्य निभाउनु भन्ने हुन्छ। 2. पत्नीले आफ्ना आमा, बुवा, दाजुभाइ, दिदीबहिनी र घर मात्र छोडेर आएकी हुँदिनन्, आफ्नो सपना र रहर पनि माइतमै छोडेर आएकी हुन्छन्, मात्र पतिसँग नयाँ दुनियाँ बसाउनका लागि। 3. पत्नी भनेका मेसिन होइनन्, मान्छे नै हुन्। उनका पनि भावना हुन्छन्। उनका कानले पनि कहिलेकाहीँ पतिले थ्याङ्क यू अथवा सरी भनेको सुन्न चाहन्छन्। 4. पत्नी आफू बिरामी भइन् भने पनि पति भोकै पो छन् कि भनेर चिन्ता गर्छिन्। चाहे सासू ससुरालाई खुसी राख्न होस्, चाहे नन्द आमाजुको चित्त बुझाउन, पत्नी हरदम आफूलाई पतिको परिवारमा साबित गर्ने प्रयास गर्छिन्। 5. पत्नी मुस्कुराउनु भनेको पनि कहिलेकाहीँ त उनको दुःख लुकाउने तरिका हुन सक्छ।